देखि केपी ओली आई लभ युबाट केपी चोर देश छोडसम्मको यात्रा अझ अहिले त नरसंहार पिचासु घमण्डी तानाशाही गुन्नुमा बस्ने गुण्डा जस्ता सबै ट्याग पाएका केपी ओली राष्ट्रिय बाबाट हाल महेश बस्नेतको मात्र बासम्म झरेका केपी ओली अब फन्दामा पर्लान् त। भदौ 24 र 25 गते घटेको नरसंहारकारी घटनाको अनुसन्धान गर्न हालको अन्तरिम सरकारले असोज 5 गते गौरी बहादुर कार्कीको अध्यक्षतामा जेनजी आन्दोलन जाँचबुझ आयोग गठन गर्यो, जसको म्याद पुस 5 गतेसम्मको मात्र छ। तर अहिलेसम्म आयोगले बयान पनि दिन नसक्नुको मुख्य कारण एक हो केपी ओलीको एकहोरीपन। करिब 150 जनाको बयान लिइसक्दा पूर्व प्रधानमन्त्री केपी ओली, पूर्व गृहमन्त्री रमेश लेखक, गोकर्ण राज दुवाडे लगायतका अन्य दुईले बयान दिन बाँकी नै छ। बहकाउ र आन्दोलनको आडमा बनेको असंवैधानिक सरकारको कुरा मानेर आफू बयानमा नजाने कुरा केपी ओलीले भन्दै आएका छन्। तर सरकारले भ्रष्टाचारलाई निरूपण गर्न कुनै सम्झौता नगर्ने, भ्रष्टाचारी विरुद्ध र सुशासनको लागि आफू जस्तोसुकै कदम चाल्न पनि तयार भएको बताउँदै आएको छ। चुनाव जति नै प्राथमिकता भ्रष्टाचार निरूपण र सुशासन रहेको स्पष्ट कुरा राख्दै आएको सरकारले भदौ 24 र 25 गतेको घटनाको अनुसन्धानमा केपी ओलीलाई मुख्य रूपमा राखेको छ र यदि केपी ओली अनुसन्धानको दायरामा आउँदैनन् भने उनलाई पक्राउ गरेर भए पनि बयान गराउने ढिलो होला तर व्यवस्थित तरिकाले हुने सरकारले दाबी गर्दै आएको छ। र केपी ओलीको विरुद्ध अहिले उनकै पार्टीका व्यक्तिहरू पनि बोलिरहेका छन्। केपी ओलीले पार्टीका महिलाहरूलाई बोल्न नदिने, दबाउने, हेप्ने प्रवृत्तिले पार्टीभित्रका महिलाहरू उनको विरुद्धमा छन् र अब पार्टीको अध्यक्ष बन्न केपी ओली र ईश्वर पोखरेलबीच घम्साघम्सी चलिरहेकोमा जाँचबुझ आयोगले केपी ओलीलाई अधिवेशनको नजिकै पक्राउ गरेर बयान गर्ने जस्ता कुराले ईश्वर पोखरेललाई बलियो बनाएको छ। असंवैधानिक सरकारले बोलेर म जता भने त्यतै जान्छु र भन्ने घमण्ड गरेका केपी ओली अहिले पार्टीको अध्यक्ष पदमा पनि उनका विरुद्धमा विरोध हुन थालेको छ। एमालेलाई केपी ओलीबाट बचाउन पर्छ, अनुसन्धानमा त केपी ओलीलाई लानै पर्छ भन्ने जस्ता धारणाले केपी ओलीले बयान देलान् या नदेलान् भन्ने कुरा हेर्न बाँकी नै छ। हस्त, थ्याङ्क यू।